सरकारले जुन अध्यागमन र भिजिट भिसाको नाममा मानव तस्कर गरिरहेको छ त्यसमा गृहमन्त्री र उच्च पदस्थ कर्मचारीहरूको संलग्नता अस्ति अख्तियारको बयानमा देखिएको छ र पोखरा तथा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अरबौं भ्रष्टाचार घोटालाको प्रकरण छ जुन सत्य तथ्य रूपमा छानबिन भएर दोषीलाई कडाभन्दा रूपमा कारबाही गर्नुपर्छ र सुशासनको पक्षमा सबैहरू जनताहरू सडकमा आउनुपर्छ र यो भ्रष्टाचारी सरकारलाई न्याक्नुपर्छ भन्ने तरिकाको हिसाबले हामी सडकमा म विजय प्रकाश सापकोटा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष। जसले नेपाली भनिरहेछ उनीहरूलाई चाहिँ तपाईँको दोहो गरेर आफूले भ्रष्टाचार गरेर आफूले आफ्नो चाहिँ जनतालाई बेचिरहेछ। यसको विरुद्ध हो सरकारको रवैया ठिक नभएर जनताको लागि यति दुःख कस्तो तरिकाले आफ्नो रवैया देखाएको छ त्यसको विरोधको लागि हो। हाम्रो माग भनेको यो रवैया सरकारको कार्यविधि सुध्रिनु पर्यो र तपाईँको जनताले आफ्नो चाहेको चिजहरू जुन प्रक्रिया छ जुन सिस्टम छ जुन व्यवस्था छ त्यो पाउनु पर्यो। म प्रभात राई विशेष प्रदेश वासिल जिल्ला वासिलको सचिव। भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकारको नाइके केपी ओली राजीनामा दे, भ्रष्ट सरकारको नाइके केपी ओली राजीनामा दे। मानव बेच्ने गृहमन्त्रीलाई संरक्षण गर्न पाइँदैन, मान्छे बेच्ने गृहमन्त्रीलाई सरकारले संरक्षण गर्न पाइँदैन। नालायक गृहमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे। भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद। भुटानी शरणार्थीको फाइल लुकाए जसरी यो गृहमन्त्रीलाई लुकाउन पाइँदैन, यो गृहमन्त्रीलाई लुकाउन पाइँदैन। भ्रष्ट सरकार चाहिँदैन।